Morning from पोखरा सबैजनालाई वेलकम छ न्यू डे न्यू भ्लग। अहिले चाहिँ हामी पोखरामा छौँ। मन्दिर दर्शन गर्नलाई निस्केको। कालभैरव मन्दिर ठ्याक्क दर्शन गरौँ कि भनेर निस्केको बिहान बिहान। हेर्न सक्नुहुन्छ मर्निङको पोखराको अब हामी चाहिँ लाइफ ज्याकेट लाएर रेडी भएको छौँ पारी ढुङ्गा तरेर जानलाई रेडी अवस्थामा छौँ। मन्दिर प्राङ्गणमा आइपुग्यौँ है। मन्दिर पनि दर्शन गरियो है। सिधा सिधा लाग्यो। अब रुखहरू बाल्नु पर्यो हुन्छ। अब चाहिँ हामी यहाँ निस्किन लाग्छौँ। यहाँबाट भ्यू हेर्न सक्नुहुन्छ। मन्दिर चाहिँ निर्माण कार्य हुँदै रहेछ है। मेन मन्दिर चाहिँ उता फर्क्यौँ हामी चाहिँ। अब चाहिँ आएर निस्किन्छौँ। लेक साइडबाट घुम्दीकोटतिर लाग्दैछौँ है। हेर्छ क्या त्यहीँ तल हेर्दैन त्यहाँ देखेन ऊ हेरे बाइक माथि लानु नपाउने सिस्टम रहेछ अहिले। अलिकति तल राख्नुपर्ने हुन्छ। यहाँबाट शिवताल हेर्न सक्नुहुन्छ। छोरी चढ्दैछौँ है। यही नै हो घुम्दीकोट महादेव मन्दिर। यो चाहिँ के हो? ठ्याक्क दुई चारवटा फोटो खिचेर यहाँबाट निस्क्यौँ है। यहाँ तल स्तुपा जाँदैछौँ है। माथिबाट पनि स्तुपामा जानु मिल्ने रहेछ है। तल पुगेर छिँडी उक्लिनु चाहिँ थाहा थियो मलाई बाटो होइन। र यो वे चाहिँ मलाई खासै थाहा थिएन कि तर स्तुपामा सिधा हो सजिलो रहेछ। खासै हिँड्न गाह्रो हुने मान्छेलाई चाहिँ अलिक सिधा सिधा रहेछ यो बाटो चाहिँ। हामी चाहिँ यो स्तुपामा आइपुगेछौँ है। स्तुपा चाहिँ यहाँ रोकेर गाडीहरू रोकेर माथि पनि जान्छ है। मेन बाटो चाहिँ मलाई चाहिँ यही बाटो थाहा थियो। डेभिड फलमा आएको छौँ है। 300 होला मलाई थाहा। हामी चाहिँ डेभिड फल भिजिट गर्नलाई आएको छौँ। तिमी फर्स्ट टाइम होइन? David Fault. गाइस पोखरा लेक साइडमा यतिकै भ्यू हेर्न सक्नुहुन्छ। हामी चाहिँ उता पाहाडतिर जाँदैछौँ है। Good morning from Pokhara. Next vlog, new day, new vlog. It's a
हिजो पनि पोखराकै लगाएको थियो है मरेको। आज नि पोखराकै छ हजुर। बिहान अलिकति शुद्ध। अहिले चाहिँ हामी माथि मन्दिर जानु लाग्यो है। बिहान बिहान भनेर पोखरा मन्दिर गयो। माथि के मन्दिर थियो भाइ? बिन्दावासिनी मन्दिर। बिन्दावासिनी मन्दिर जानु लाग्यो चाहिँ अहिले है। बिहान बिहान उठेर अहिले हो पोखराको मरेको फेरि हेर्नु सक्नुहुन्छ। हिजो पनि मर्निङको भ्लग पोखरैबाट थियो, आज पनि पोखरैबाट छ। आज हामी चाहिँ मन्दिर दर्शन गरेर मन्दिर लाग्छौँ। मन्दिर पनि हामी आइपुग्न लाग्यो है। मन्दिर प्रवेशद्वार है। मन्दिर पनि आएर दर्शन गरियो है। हेर्न सक्नुहुन्छ मन्दिर यही हो। हामी दर्शन गऱ्यौँ। बिन्दावासिनी मन्दिरबाटको भ्यू हेर्न सक्नुहुन्छ है। अब निस्किन लाग्यो। होला हेर्नु न रिचेक गरेन है। त्यहाँ साँझ हालेको थिएँ मोबाइल सबै हाल्यो। जन के छ त के छ नि? धुलो